आज म तपाईहरुसँग एकदमै मिठो अनि लामो समयसम्म राखेर खान मिल्ने, कतिले खाजा भन्छ, कतिले फिनी भन्छ, रेसिपी शेयर गर्न गइरहेको छु। मन पर्यो भने भिडियोलाई सेभ गर्नु नबिर्सिनुहोस् है। यो रेसिपी बनाउनको लागि मैले मेजरिङ कपको 2 कप चाहिँ मैदा लिएको छु। सँगसँगै ठूलो चम्चीको 3 चम्ची चाहिँ मैले यहाँनिर घिउ राखेको छु। राखेको घिउलाई अब मैदामा एकदमै राम्रोसँगले मिक्स गर्नुपर्छ। जबसम्म मैदा चाहिँ राम्रोसँगले डल्ला पर्दैन तबसम्म। पिठो मज्जाले यसरी डल्ला पर्न थालिसकेपछि थोरै थोरै पानी राखेर अब पिठोलाई चाहिँ मुस्ने, पिठोलाई चाहिँ नर्मल हामीले रोटी खाँदाखेरि जसरी पिठो रेडी गर्छौं त्यसरी नै मुसेर रेडी गर्नुपर्छ। रेडी भएको डोलाई कभर गरेर 15 मिनेट रेस्ट हुन दिने। यति गरिसकेपछि अब यहाँनिर सानो बोलमा ठूलो चम्चीको 2 चम्ची मैदा राखेर मैले यहाँनिर साटो बनाउन गइरहेको छु। यसमा ठूलो चम्चीको 2 चम्ची घिउ पनि राखेको छु। यदि बादमा तपाईहरुलाई फेरि एड गर्न पर्यो तपाईहरुले एड गरेर यसलाई तपाईहरुले चाहिने यतिको कन्सिस्टेन्सीको चाहिँ बनाएर रेडी गर्न सक्नुहुनेछ। डो रेस्ट भएको 15 मिनेट भइसकेको छ। अब यसलाई निकालेर एकपल्ट राम्रोसँगले मुस्दै छु। मुसिसकेपछि चाहिँ मैले यहाँनिर मसिनो मसिनो डल्ला गरेर मैले यहाँनिर बाँडेर रेडी गरेको छु। अब यो डल्लालाई चाहिँ एक एकवटा गर्दै पिठो छर्किँदै मैले यहाँनिर बेलेर रेडी गरेको छु। एकदमै पातुलो जति सक्दो तपाईहरुले पातला बेल्न सक्नुहुन्छ त्यतिको पातला बेलेर चाहिँ रेडी गर्नु होला। अब सबै डोहरुलाई पहिला बेलेर रेडी गर्नुहुन्छ कि या तपाईहरुले बेल्दै एक एकवटा राख्नुहुन्छ त्यो तपाईहरुको इच्छा हो। मैले यो पहिलो बेलेको रोटीमा चाहिँ अब यो साटो लगाउँदै छु। साटो मज्जाले लगाउनु पर्छ। त्यसपछि फेरि अर्को बेलेर रेडी गरेको रोटीलाई माथिबाट राखेर फेरि त्यसमा पनि साटो लगाउने। त्यसै गरेर जतिवटा तपाईहरुकोमा डल्ला अथवा रोटी बनेको छ त्यसरी नै तपाईहरुले माथिबाट स्ट्याक गर्दै जानुपर्छ। सबै रोटीहरुमा मैले साटो लगाइसकेपछि चाहिँ यसरी रोल गरेको छु अनि एन्डमा चाहिँ थोरै पानी राखेर चाहिँ यसलाई मज्जाले मैले टालिदिएको छु र अब हेर्नुस् त यतिको भएको छ। अब यो साइड साइडको चाहिँ मैले काटेर फ्याक्दै छु र अब तपाईहरुलाई कत्रो साइजको बनाउन मन परेको छ त्यही साइजको काटेर रेडी गर्नु होला। मैले यत्रो यत्रो काटेर रेडी गरेको छु। ल हेर्नुस् त पर्फेक्टली यो भित्रको लेयर पनि अहिले नै छुटिरहेको छ कति मज्जाले। अब यसमा चाहिँ मैले एक एकवटा लिदै यसलाई चाहिँ मैले यसरी बेलेको छु हल्का हातले अनि बेल्दा पनि एकदमै हल्का परिकारले चाहिँ बेल्न पर्छ। एकदमै हार्ड परिकारले बेल्यो भने चाहिँ फेरि भित्रको त्यो लेयरहरु सबै टाँसिन्छ। त्यही भएर तपाईहरुको यो फिनी अथवा खाजा राम्रो देख्दैन। हल्का हातले बेलेर रेडी गर्नु होला। सबै पहिला फिनी अथवा खाजालाई चाहिँ बेलेर मैले यहाँनिर रेडी गरिसकेको छु। अब यसलाई फ्राई गर्नको लागि तेल तताउन गइरहेको छु। तेल चाहिँ एकदमै हाई हिटमा धुवा आउने गरेर तताउनु हुँदैन। मिडियम छ भने ठिक्कै हुन्छ। ल हेर्नुस् त यी हाल्दाखेरि एकदमै हाल्ने बित्तिकै छैया भएर माथि आएको छैन। यतिको चाहिँ हुनु पर्यो। निम्कीहरु फ्राई गर्दा जसरी नै हामीले फ्राई गर्छौं त्यसरी नै फ्राई गर्नुपर्छ र अब यसरी माथिबाट हल्का परिकारले यसरी तेल माथिबाट लगाइदिनु भयो भने आफै मज्जाले फुलिँदै आउँछ। अनि तपाईहरुको बीचको भाग टाँसेको जस्तो भयो भने चाहिँ तपाईहरुले यसरी दुईटा काँटा लिएर छुटाउन सक्नुहुन्छ। मैले यहाँ भिडियोमा देखाएको जस्तो गरेर र अब यसलाई मिडियम हिटमा नै दुवै साइड गोल्डन ब्राउन होइन्जेलसम्म फ्राई गर्नुपर्छ। ल हेर्नुस् त हेर्दै कति खाउँ खाउँ लाग्दो देखिरहेको छ। अब फ्राई भएर रेडी भइसकेको छ। मैले यसलाई निकाल्न गइरहेको छु। अब उब्रेको फिनी अथवा खाजालाई पनि यसरी नै फ्राई गरेर रेडी गर्नु होला। राम्रोसँगले सेलिएपछि एयरटाइट कन्टेनरमा तपाईहरुले स्टोर गरेर महिनौं राखेर खान सक्नुहुनेछ। इन्जोय गर्नु होला। थ्यांक यू सो मच फर वाचिङ।